उदार हृदय। वैष्णव सम्प्रदायका धर्मगुरु रामानुजाचार्यको जन्म सन् 1017 तमिलनाडुको श्री पेरम्बदुर भन्ने ठाउँको एक तमिल ब्राह्मण परिवारमा भएको हो। उहाँ 16 वर्षको उमेरमा काञ्चीपुरमा यादव प्रकाश नाम गरेका गुरुले स्थापना गर्नुभएको गुरुकुलमा अध्ययनका लागि जानुभयो। बाल्यकालदेखि नै उहाँ मेधावी र तीक्ष्ण बुद्धिका हुनुहुन्थ्यो। रामानुजाचार्यलाई एउटा समयमा वैष्णव मन्त्र लिने इच्छा जागरित भयो। यो मन्त्रको सहाराले समाजमा धार्मिक चेतना ल्याउन सकिन्छ भन्ने उहाँको विश्वास थियो। यस कार्यका लागि योग्य गुरुको खोजीमा लाग्नुभयो। दक्षिण भारत स्थित श्री रङ्गमका मठाधीश यमुनाचार्य त्यस समयका सबैभन्दा प्रसिद्ध वैष्णव गुरु हुनुहुन्थ्यो। रामानुजाचार्य उहाँबाट नै दीक्षा लिने उद्देश्यले आफ्नो घरबाट श्रीरङ्गम पुग्नुभयो। विधिको विधान उहाँ पुग्नुभन्दा पहिले नै वैष्णव गुरु यमुनाचार्यले देहत्याग गरिसक्नु भएको थियो। दुखी मन लिएर घर फर्किनुभयो। यमुनाचार्यको मृत्यु पश्चात उहाँका मुख्य चेला हुनुहुन्थ्यो गोष्ठीपूर्ण। उहाँ विद्वान र धार्मिक स्वभावको हुनुहुन्थ्यो। यिनै गोष्ठीपूर्णबाट रामानुजाचार्य अष्टाक्षरी वैष्णव मन्त्र लिन चाहनुहुन्थ्यो, तर यो मन्त्र त्यति सजिलै प्राप्त गर्न सकिँदैन थियो। गोष्ठीपूर्ण रामानुजाचार्यलाई अत्यन्त स्नेह गर्नुहुन्थ्यो, तर जब रामानुजाचार्य उहाँसँग दीक्षा मन्त्रका लागि अनुरोध गर्नुहुन्थ्यो त्यसपछि उहाँको मृदुता र स्नेह हराएर जान्थ्यो। कुनै बहाना गरेर अथवा अर्को पटक आउनु भन्नुहुन्थ्यो। यसरी 18 पटकसम्म रामानुजाचार्य गोष्ठीपूर्णकोबाट खाली हात फर्किनु परेको छ। अन्तमा त उहाँलाई आफूमा नै कुनै कमी कमजोरी रहेकाले गुरुले मन्त्र नदिनु भएको होला भन्ने लाग्न थाल्यो। अन्तिम पटकमा भने गोष्ठीपूर्ण रामानुजाचार्यलाई मन्त्र दिन तयार हुनुहुन्थ्यो। मन्त्र दिनुभन्दा पहिले उहाँको शर्त थियो, यो परम पावन मन्त्र जसको कानमा पर्दछ उसले समस्त पापहरूबाट छुटकारा पाउँछ, मृत्यु पश्चात वैकुण्ठवास हुन्छ। यो मन्त्र अरू कसैलाई सुनाएमा जसले सुनाउँछ त्यसको वास नरकमा हुनेछ। यति भनिसकेपछि गोष्ठीपूर्णले रामानुजाचार्यलाई अष्टाक्षरी मन्त्र सुनाउनु भयो। यो मन्त्र पाएर बाटामा फर्किँदा रामानुजाचार्यको मनमा अनौठो विचार आयो। यो विचारलाई रूप दिनका लागि उहाँ बाटामा पर्ने मन्दिरको माथि उक्लिनुभयो। त्यहाँ उक्लिएर सबैलाई आह्वान गरेर भन्नुभयो, मैले धेरै मेहनत गरेर वैष्णव गुरु गोष्ठीपूर्णबाट एउटा दिव्य मन्त्र प्राप्त गरेको छु। जसले यो मन्त्र उच्चारण गर्दछ त्यसको वास वैकुण्ठमा हुनेछ। त्यसकारण जसलाई दिव्य वैकुण्ठ लोकमा जान मन छ उहाँहरू सबै यो मन्त्र सिक्न यहाँ आउनुहोस्। रामानुजाचार्यको यो आह्वान सुनेर भक्तहरूको ठुलो समूह मन्दिरका वरिपरि भेला भए। उपस्थित भक्तहरूलाई हेरेर रामानुजाचार्यले उच्च स्वरमा त्यही अष्टाक्षरी मन्त्र उच्चारण गर्नुभयो, ओम नमो नारायणाय। त्यहाँ उपस्थित सबै भक्तहरूले उच्च स्वरमा भने, ओम नमो नारायणाय। त्यसपछि सम्पूर्ण वातावरण नै शान्त भयो। सबैलाई एकछिन त कुनै दिव्य लोकमा पुगेको जस्तो अनुभव भयो। रामानुजाचार्य भक्तहरूको यो अवस्था देखेर साह्रै खुसी हुनुभयो। केही व्यक्तिहरूले रामानुजाचार्यले वैष्णव मन्त्र सबैलाई सुनाएको भनी गोष्ठीपूर्णलाई पोल लगाइदिए। गोष्ठीपूर्ण रिसले क्रुद्ध हुनुभयो र रामानुजाचार्यलाई हाजिर हुनका लागि सन्देश पठाउनुभयो। आदेश बमोजिम गुरुकोमा उपस्थित भएर रामानुजाचार्य चुपचाप खडा हुनुभयो। गोष्ठीपूर्णले भन्नुभयो, मैले यसै गर्नका लागि मन्त्र दिएको थिएँ। अधम, यसरी गोपनीय मन्त्र सबैलाई सुनाउँदै हिँड्यो भने नरकमा बास हुन्छ भनेको होइन। गुरुको यस्तो तिरस्कार सुनेर रामानुजाचार्यले विनयपूर्वक भन्नुभयो, गुरुदेव, म एकजना नरकमा जाँदाखेरि बाँकी सबैको वैकुण्ठमा बास हुन्छ भने त्यो श्राप भोग्न मलाई मन्जुर छ। रामानुजाचार्यको त्यो उदार वाक्य सुनेर गोष्ठीपूर्णको क्रोध शान्त भयो। आखिर उदारता र अरूको भलाइका सामु संकीर्णताको के नै पो लाग्छ र। परवर्ती कालमा आफ्नो घर परिवारलाई त्यागेर उहाँ समानता र समाज सुधारको सन्देश लिएर भारत भ्रमण गर्न थाल्नुभयो। जीवनभरि वैष्णव धर्मको प्रचार गरिरहनु भयो। उहाँको उदारता कति थियो भन्ने कुरा अर्को एउटा प्रसङ्गले पनि बताउँछ। जीवनको अन्तिम अवस्थामा गङ्गासम्म नुहाउन जानका लागि उहाँलाई कोही सहाराको आवश्यकता पर्दथ्यो। यसका लागि गङ्गामा जाँदा उहाँ ब्राह्मणको काँध समातेर जानुहुन्थ्यो भने फर्किँदा शूद्रको काँधको सहारा लिएर फर्किनुहुन्थ्यो। कसैले प्रश्न गर्दा उहाँको जवाफ हुन्थ्यो, यो पानीले देहको मैलो सफा हुन्छ, मनको मैलो सफा गर्नका लागि म फर्किँदाखेरि शूद्रको काँधको सहारा लिन्छु। यस्ता महान व्यक्तिले 120 वर्षको उमेरमा आफ्ना शिष्यहरूको सामुन्ने देहत्याग गर्नुभएको इतिहास छ। रामानुजाचार्यको प्रसङ्ग उदारताको एउटा उदाहरण हो। विशेष गरेर हामी धार्मिक सम्प्रदायहरूमा दुई प्रकारको अभ्यास देख्दछौँ।
कतै उदारता बढी देखिन्छ भने कतै कट्टरता। यही कट्टरता पछि गएर छुवाछुतमा पनि विकसित भएको देखिन्छ। जहाँ कट्टरताको बढी अभ्यास गरिन्छ त्यहाँ ज्ञानभन्दा पनि परम्परावादी मान्यताहरूले बढी प्राथमिकता पाउँदछन्। यस्ता अभ्यासहरूमा मात्र बढी ध्यान दिने हो भने कुनै पनि स्वतन्त्र र मौलिक कुरा उत्पन्न हुन अप्ठ्यारो हुन्छ। धर्मका विविध पक्षहरू जड भएर बस्दछन्। योग दर्शनमा बताइएका जति पनि यम र नियमहरू छन् ती सबै जुनसुकै स्थानमा समयमा जसका उप पनि पालन गर्नुपर्छ। यसकारण अहिंसा आदि यी व्रतहरूलाई सार्वभौम महाव्रत भनिएको छ। यी व्रतहरू सबैका लागि उत्तिकै लागु हुन्छन्। यस पछाडि भने उदारता नै हाम्रो धर्मको मूल आधार रहेको देखिन्छ। बाँचौँ र बाँच्न दिउँ। जे कुरा हामीले आफ्नो लागि आवश्यक मानेका हुन्छौँ त्यो कुरा अरूका लागि पनि त्यति नै आवश्यक हुन्छ। जुन कुराले हामीलाई कष्ट दिन्छ, अन्यायमा परेको सम्झिन्छौँ, अरूलाई पनि त्यस्तै नै लाग्दछ। किनभने मानव भनेको त सबै नै एकै हुन्। सबैको भावना उस्तै हुन्छ। जसले मनलाई धारण गर्न सकेको छैन, जसो गर्दा मन चञ्चल र भारी हुन्छ, त्यो धर्मको अङ्ग हुन सक्दैन। अतः धर्म भनेको अत्यन्त प्रसारणशील विषय हो। जे गर्दा हामी आफ्नो मनलाई यथोचित रूपमा धारण गर्न सक्दछौँ, वास्तवमा त्यही नै धर्म हो। धन्यवाद।